तपाईहरु यस्तो खालको बोर्ड जुनसुकै बोर्ड होस्, चाहे पावर सकेट होस्, चाहे यो खालको स्विच बोर्ड होस्, वायरिङ गर्दै हुनुहुन्छ र त्यो बोर्डमा यस्ता खालका सकेटहरु छन् भनेदेखि हामीले वायरिङ गर्दाखेरि एकदमै ध्यान दिनुपर्छ। हेर्दा सामान्य भए पनि यस्ता कुरालाई हामीले केयरलेस गर्यौं भनेदेखि कुनै पनि दिन हामीले यसबाट चलाउने सामानहरुमा इस्यु आइदिन सक्छ, करेन्ट लाग्ने, कहिलेकाहीँ मान्छेलाई नि करेन्ट लाग्ने। एकदमै केयरफुल हुनुपर्ने हुन्छ यो खालको बोर्ड वायरिङ गर्दाखेरि। हेर्दा सिम्पल हो है। अब हामीले यो वायरिङ गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ जुन चाहिँ एकदम पर्फेक्ट हुन्छ, कुनै पनि सामान चलाउँदाखेरि डिस्टर्ब हुँदैन, त्यो कुरा तपाईहरुलाई म शेयर गर्न गइराखेको छु। भिडियो राम्रो छ है, नयाँ साथीहरु हुनुहुन्छ भने यस्ता साना मसिना कुराहरुलाई बेवास्ता नगर्नुहोस्। तपाईहरुको लागि भनेर मैले भिडियो बनाउँदै छु। मन पर्यो भने एक लाइक, नयाँ हुनुहुन्छ भिडियोमा पहिलोचोटी हुनुहुन्छ यस्ता भिडियो मन पर्छ भने च्यानललाई सब्स्क्राइब गर्नलाई नबिर्सिदिनु होला। यहाँनेरि हेर्नुहोस् एउटा पावर सकेट म तपाईलाई खोलेर देखाउन गइराखेको छु। विशेष गरेर पावर सकेटमा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ, किनभने पावर सकेटमा प्राय गरेर हामीले 3 पिन भएको सामान, इलेक्ट्रोनिक सामान नै हामीले यसमा युज गर्छौं। 2 पिन अन्तर्गतका सामान प्रयोग गर्दाखेरि त्यस्तो फरक पर्दैन, तर 3 पिन अन्तर्गतका सामानहरु प्रयोग गर्दा चाहिँ यो खालको एकदमै हामीले ध्यान दिनुपर्ने हुन्छ। यहाँ हेर्नुहोस् है त ल। अब वायरिङ त प्राय सबैले गर्नु नै हुन्छ होला, तर यी कुरालाई याद गर्नु भएको छ कि छैन भन्ने कुरा हो। जस्तो यहाँनेरि हेर्नु होला। अब हामीले वायरिङ गर्दा के गर्छौं, स्विचबाट हामीले सकेटमा सप्लाई दिन्छौं। एकदम राइट, सबैलाई थाहा छ यो कुरा। एउटा स्विचको आउटपुटमा हामीले यहाँ यसरी जोड्यौं हैन, सिम्पल है। अब हामीले के गर्छौं, स्विचमा ल्याएर फेज तार जोडिदिन्छौं अनि यो स्विचबाट हामीले यो सकेटमा सप्लाई दिन्छौं, चाहे बोर्डमा होस् चाहे यो खालको पावर सकेटमा होस् हैन। अब हामीले फेज चाहिँ यो दुईटा मध्ये कसरी कुनमा दिने भनेर कसरी पत्ता लगाउने यो कुरा हामीले एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यसको लागि जुनसुकै पनि सकेटमा तपाईहरुले हेर्नुभयो भने देख्न सक्नुहुन्छ एकापट्टि एल लेखिया हुन्छ, एकापट्टि एन लेखिया हुन्छ। भुलेर पनि तपाईहरुले यहाँ स्विचबाट फेज सप्लाई दिने न्यूट्रलमा लगेर कहिले पनि नजोड्नु होला है, कहिले नजोड्नु होला। जहाँनेरि एल लेखेको छ त्यही एलमा हामीले यसलाई जोड्ने गर्यौं भने के हुन्छ फाइदा भनेदेखि नि, अब यहाँ हेर्नुहोस् ल, मैले यसलाई यहाँनेरि जोड्दिए फाइदा के हुन्छ भनेदेखि, किन राम्रो हुन्छ भनेदेखि, जस्तो यहाँनेरि अब हामीले फेज दियौं, फेज यहाँबाट यो एल लेखेको ठाउँमा गयो, त्यस्तै न्यूट्रलको तार यहाँनेरि जोड्दियौं, अर्थिङको लिएर हामीले यहाँनेरि जोड्दियौं भने अब यो एल लेखेको ठाउँमा जोड्यौं भने यसको पोइन्ट कुन भयो, यो भयो। यसमा एल आयो, फेज आयो, यसमा न्यूट्रल आयो। अब कुनै पनि सकेट हेर्नुहोस्, यो सकेटमा यहाँनेरि प्रश्न हेर्नुहोस्, यहाँ एन लेखेको छ, यहाँनेरि एल लेखेको छ। यहाँ हेर्नुहोस् है, जुनसुकै यहाँ पनि यहाँ एल एन, साना पनि यहाँ हेर्नु होला, जुनसुकै यहाँ पनि 6 एम्पियरमा यहाँनेरि एल छ, यहाँनेरि एन छ। अब हामीहरुको के छ, यहाँनेरि फेज, यहाँनेरि न्यूट्रल हामीले जोडेका छौं, एल र एन। अब यो एल यसरी हामीले घुमाउने हो भने के भयो, यो एल फेज लेखेकै तारले, फेज लेखेकै कर्डले यहाँबाट फेज सप्लाई पायो, न्यूट्रल लेखेकैले न्यूट्रल सप्लाई पायो। त्यसो गर्दा के हुन्छ, यो अन्तर्गत चल्ने जुनसुकै इलेक्ट्रोनिक सामानहरु एकदमै सेफ्टी भयो। अब यो जुन सामानमा न्यूट्रल जाने हो त्यसमा चाहिँ हामीहरुको फेज यदि सप्लाई गयो भने, 3 फेज अन्तर्गतको सामान छ भने कहिलेकाहीँ बडीमा करेन्ट लाग्ने एकदमै सम्भावना धेरै हुन्छ। त्यही भएर यो एल र एन जुनमा लेखेको छ त्यही अनुसार हामीले वायरिङ गर्यौं भनेदेखि, चाहे इन्भर्टर जोड्दै गर्दा होस्, चाहे हामीहरुको वाशिङ मेसिन चल्दै गर्दा होस्, चाहे हामीहरुको फ्रिज चल्दै गर्दा होस्, जति पनि 3 पिन अन्तर्गत चलेका सामानहरु एकदमै सुरक्षितसँगले चल्छन्। तपाईहरुलाई म एउटा देखाउँछु, यहाँनेरि यहाँ हेर्नुहोस् है त। जस्तो यहाँनेरि हेर्नुहोस्, यो वाशिङ मेसिनको प्लग हो, यहाँनेरि एन लेखेको छ, यहाँनेरि एल लेखेको छ। अब हेर्नुहोस्, अब त्यसो गर्दा यसमा एल छ भने यो फेज भयो हैन। अब हामीले यसलाई यसरी घुमाउँदाखेरि के हो, यो वाशिङ मेसिनको तार हो, यसले चाहिँ फेज अनिवार्य पाउनु पर्यो कि यसले न्यूट्रल पाउनु भएन। यसले फेजै पायो भनेदेखि यो यसलाई एकदम सेफ हुन्छ, करेन्ट लाग्ने सम्भावना चान्स कम्ती हुन्छ, राम्रोसँग चल्छ। अब हामीले एल लेखेको ठाउँमा हामीले फेज सप्लाई दिएका छौं भने, जस्तो यो एल भयो भने, फेज भयो भने यसले फेजै पाउँछ यहाँनेरि। जस्तो यहाँनेरि एल छ भने यो फेज भयो नि त। अब यसले यसरी राखिन्छ, यो एल ट्याक्कै यसरी लगायो भने यसले फेजै पायो क्या, एकदमै राम्रो हुन्छ।
त्यसकारणले यो खालको बोर्ड यदि सेट गरिदिएछ भने जहिले पनि एल लेखेकोमा हजुरले फेज सप्लाई दिने र एन लेखेको ठाउँमा चाहिँ न्युट्रलै दिनुपर्ने भन्ने कुराहरू जानकारी लिएर वायरिङ गर्नुभयो भने एकदमै राम्रो हुन्छ है साथीहरू।